राम राम, जय श्री जनसभा। साल 2007 बिर्सिनु त भएको छैन होला नि। इन्डियन आइडल सिजन 3 को विनर हाम्रो जातिबाट प्रशान्त तामाङ सर। त्यो नेपाली गीत, त्यो नेपाली सङ्गीतलाई कुन चाहिँ लेभलमा लानुभएको थियो, अनि वेस्ट बेङ्गाल दार्जिलिङको डिस्ट्रिक्ट, त्यो दार्जिलिङ डिस्ट्रिक्टको कुन चाहिँ लेभलमा लानुभएको, दार्जिलिङ डिस्ट्रिक्टको हो रहेछ भनेर कुन चाहिँ लेभलमा लानुभएको थियो र त्यो गीत, नेपाली गीतले कति चाहिँ मान्यता पाएको थियो। भले प्रशान्त सर आज हाम्रो बिचमा हुनुहुन्न, तर पनि सरको गीत भले यो नेपालीको छातीमा चाहिँ नि लेखेर राखिने छ क्या। सरले चाहिँ त्यो गीतलाई चाहिँ त्यो लेभलमा लानुभएको थियो, सबै नेपालीको छातीमा चाहिँ नि लेखिने छ क्या त्यो गीत चाहिँ। सर आज हाम्रो बिचमा हुनुहुन्न, तर पनि सरलाई हेरेर सरकोबाट इन्सपिरेसन लिएर हामीले पनि दाजुभाइ दिदीबहिनी, हाम्रो पनि नेपाली युथले, हाम्रो नेपाली जाति, नेपाली कल्चर, नेपाली भाषालाई त्यो लेभलमा लाने शक्ति छ हामीले। हामी युथले त्यो शक्तिलाई जागृत मात्रै गर्नुपर्छ। सरबाट हेरेर हामीले पनि के कुछ नेपाली जातिको लागि गर्नुपर्छ। र जय हिन्द, जय भारत, आप सबैको बाई बाई।